यति बेला चाहिँ कालिम्पोङ आइसकेको छौ। कालिम्पोङ आइपुग्यो। बहुत मजा आया, हिउँ पड़ गया। हिन्दी खतरा कान्छुको हो। यहाँ चाहिँ एकदमै सेतै सेतै हिउँ छ, तपाईँ देख्न सक्नुहुन्छ। भर्खरै मात्रामा हामी यहाँनिर हिउँमा चुपिन्छ। यो चाहिँ अब अगाडि हामी जाँदैछौँ, त्यहाँ पुग्नुपर्ने आज हिँडेर। एकदम चिसो छ नै। अब यहाँदेखि हिँडेर हामी पर डाँडासम्म जाँदैछौँ। यहाँको भ्यू चाहिँ एकदमै सुन्दर छ, तपाईँले देख्न सक्नुहुन्छ। यहाँनिर एकदमै सेतामै हिउँ परिरहेको छ, गाडीमाथि पनि हिउँ छ परिरहेको छ। यो सनलाइट चाहिँ अहिले हामी नेपालको स्विजरल्यान्ड घुम्दैछौँ। यहाँ फोटो सेसन चलिरहेको छ, कान्छो आउँदैछ। ओ मम्मी है उले गर्नु न, यत्रो हिउँमाने छ मजा लाउनु न। फोटो खिच्न काट्दिनु न कसो। 3 वर्षपछि चाहिँ म यहाँ फेरि कालिम्पोङ घुम्न आएको छु। 3 वर्ष अगाडि पनि यहाँनिर चाहिँ एकदमै हिउँ परिरहेको थियो र अहिले पनि परिरहेको छ। र 3 वर्ष अगाडि चाहिँ योभन्दा धेरै हिउँ परिरहेको थियो, तर अहिले चाहिँ हल्का त्योभन्दा अलिक कम परिरहेको छ। अझ चाहिँ हामी सबैजना फ्यामिली मिलेर यहाँ कालिम्पोङमा घुम्न आएका छौँ। यति बेला चाहिँ ठिक्कै हामी कुरी भिलेजको माथितिर छौँ। अनि यो कुरी भिलेज चाहिँ यो साइडमा पर्छ, यहाँनिर कुरी भिलेज। अनि यसको जस्ट अपोजिटमा यहाँ चाहिँ अहिले यति बेला सेतै सेतै हिउँ परिरहेको छ जताततै। रोड एकदमै सेतो छ। अनि यहाँनिर भित्तातिर पनि एकदम सेतो सेतो हिउँ देखिराख्नु भएको छ। जति पनि यो कुरी भिलेज यो गाउँलाई देखिराख्नु भएको छ, यो चाहिँ 12,605 फिट उचाइमाथि रहेको छ। यो चाहिँ हिउँ परिरहेको छ अहिले। यहाँनिर तपाईँहरू देख्न सक्नुहुन्छ, एकदमै चिसो छ यहाँ, एकदमै चिप्लो छ यहाँ बाटो। 4 चोटि लडिसकेँ कालिम्पोङ। वाह कस्तो दामी देखियो। ल यहाँ चाहिँ हाम्रो ग्रुप सबैजना हुन्छ। कतिजना लड्ने मान्छे 10 चोटि भन्दा बेसी त लडिसक्यो। ओह्रालोमा त चिप्लिहाल्दछ बाटो। कस्तो चिप्लो छ। अनि हामी चाहिँ हाम्रो ग्रुप चाहिँ कमसेकम 16-17 जना ग्रुप थियो, तर यहाँनिर अहिले हामी यति मात्रै छौँ। कहाँ गएको हाम्रो ग्रुप घामले गर्दा। दोलखा के डिस्ट्रिक्ट पर्छ कि के हो? यति बेला चाहिँ हामी माथि डाँडातिर गइरहेको छौँ। अब हामी चाहिँ माथि टपमा जाँदैछौँ। यहाँ चाहिँ पानी नपरे पनि पानी पर्दो रहेछ। पानी झरेको रहेछ। खिचेको नि यहाँ चाहिँ हामी चाहिँ कुरी भिलेजतिर सो 400 रुपियाँ प्लेटको खाना खाइकिन हामी गएको। तर खाना चाहिँ एकदम टेस्टी, तातो तातो फ्रेस। फोकटमा दियो ए माथिको अघिसम्म चाहिँ एकदम ड्याममा थियो, अलिक बिल्लिएछ हिउँ आजको दिनको घामले। तरै पनि एकदम सेतो 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 हिउँ देख्न सक्नुहुन्छ। वाह 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 वाह, यो चाहिँ फर्स्ट टाइममा मेरो लागि चाहिँ मैले लाइफमा यसरी हिउँ परेको ठाउँमा आएर यसरी भिडियो बनाइरहेको छु। एकदमै राम्रो छ, देख्न सक्नुहुन्छ यहाँनिर यहाँको भ्यू। यो चाहिँ कालिम्पोङ
कुरी भिलेज अलिक मुनि मुनि हो। यहाँ चाहिँ हाम्रो सालीहरू छ नि। ला चिप्लेर चिरे त अला पुगे। ए हात गयो चिसोले। लु है यहाँ तपाईले देख्न सक्नुहुन्छ यहाँनिर मेरो पछि एकदम हिउँहरू आसमान। यहाँ दामी छ नि है भित्र। वाह आज चाहिँ हामी मेरो वाइफसित श्रीमतीसित हामी कालिम्चोक आएका छौँ। अनि अहिले यहाँ यो जति पनि गुराँसको बोट देखिराख्नु भएको छ यो गुराँसको बोटको मुनि मुनि धेरै यो तल देख्न सक्नुहुन्छ परेको। अनि त्यो सँगसँगै आज नगर्नु न त्यो सँगसँगै अहिले एकदम हुस्सु लागिरहेको छ। अब हामी जाँदैछौँ फोटो होइन भिडियो गर्दै आएको। यहाँ चाहिँ एकदम चिप्लो छ हिउँको कारणले गर्दाखेरि। अन्तखेरि अब चाहिँ हामी जाने हो एउटा लड्न आँट्यो एउटा फेरि। अल्छीमा हात गलिसक्यो। जुमलु पुऱ्याउनु चु जाडो खतरा जाडो भयो। अब चाहिँ चिसो खतरा भयो। अब चाहिँ हामी अहिले निस्किँदैछौँ। अबे चिसो हावा। यहाँको जाडोमा अबे जुन मर्यो। अबे आउनु म त कसरी आउनु। लु ला यति बेला चाहिँ हामी कालिम्चोकबाट हामी रिटर्न हुँदैछौँ। एकदमै रमाइलो इन्जोय भयो। हिउँ यति 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 परेको थिएन मनले रुचाए जस्तै भएन। यता चाहिँ भएन अरे चिसोले बिजोग भयो। हामी त फेरि यता चाहिँ हाम्रो दुईजनालाई कस्तो लाग्यो खानाखान भएको छ। खानाखान भयो नि त कति बेसरी हिउँ ओ बाफ रे बाफ। चिसो भयो नि जाडो। यो घुम्के हामी घुमे ल है फर्कियौँ हामी चाहिँ कालीचोकबाट। अब चाहिँ हामी फेरि पनि पाँचकोलबाट फर्किरहेका छौँ। त्यति बेला यहाँ हाम्रो संविधा म्याम चुपुर चुपुर बोल्दै हुनुहुन्छ। के भन्दा हुन्छ थाहा छैन। भन्दा लडिहाल्छ ध्यान। तल गाडी बजाएको छ हामीलाई पर्खिरहेको छ। यति बेला चाहिँ हामी ग्रुपहरू फर्किरहेको छौँ। अब हामी छ्यासै फ्यासै नगरिकन हामी सिधै घर जानेछौँ। यता बाइक पनि हो हुनुहुन्छ। हाम्रो यहाँ खरगोच हुनुहुन्छ अगाडि अगाडि। पिङ्की पिङ्की खरगोच। खरगोच खरगोच ल